आन्दोलन भइरहेछ। सुकुम्बासीहरूको होच्याउने काम गर्नुभएको छ र गरिबहरूका घरवास होच्याउने काम भएको छ। त्यसको विरोध ढिलै होला। त्यसको विरोधले तिम्रो सत्ता डगमगाउनेछ, तिम्रो कुर्सीको खुट्टाहरू भाँच्नेछ। होस् गर्नुहोस्। यस कार्यक्रममा हाम्रो आयोजक सुकुम्बासी मोर्चा नेपालका कार्यवाहक अध्यक्ष, पदाधिकारी साथीहरू, समुदायबाट आफ्नो घर भत्केको घरको व्यवस्थापन र नभत्केको घरको सुरक्षाका लागि यहाँ सम्पूर्ण उपस्थित हाम्रा युवा दाजुभाइ दिदीबहिनीहरूमा हाम्रो संस्था संयुक्त राष्ट्र सुकुम्बासी मोर्चा नेपाल र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई अभिवादन व्यक्त गर्न चाहन्छु। र आज हामीले यहाँ उपस्थित मिडियाकर्मी साथीहरू, सुरक्षाका लागि खटेका सुरक्षाकर्मीहरू, यहाँहरू सबैलाई पनि म अभिवादन व्यक्त गर्न चाहन्छु। आज हामीले एउटा विभिन्न यो चरणमा आन्दोलनका कार्यक्रमहरू भइरहेका छन्। यही 4 बजेबाट धर्नाको कार्यक्रम भइरहेको छ। कानुनी उपचारका लागि अदालत गइरहेका छौँ र होल्डिङ सेन्टर नामको जुन एउटा बन्दीगृह छ अहिले नयाँ सरकारले सञ्चालन गरेको, त्यो होल्डिङ सेन्टरमा पनि हामीले हाम्रो साथीहरू गएर त्यहाँ हेर्ने कार्यक्रमहरू भइरहेको छ र त्यहाँका रिपोर्टहरू आइरहेका छन्। आजको दिनसम्म यो गोचर आतङ्कले 4 जनाको ज्यान गएको छ। एकजना मनहरा बस्तीको रविन तामाङ, जो एउटा किशोर अवस्थाको युवा हुनुहुन्थ्यो। उहाँका पनि थुप्रै सपनाहरू थियो होला। पक्कै पनि त्यो सपनामा यो राज्यले चलाएको गोचर आतङ्कले कुसरापात भएको छ र उहाँ आफू विचलित भएर आत्महत्या गर्न पुग्नु भएको छ। अर्को हुनुहुन्छ इन्द्रबहादुर राई, जो बोल्कु बस्नुहुन्थ्यो। आफूले भारी बोकेर त्यो बस्तीमा छोरा छोरी श्रीमती राखेर आफ्नो जीविकोपार्जन गरिरहनु भएको थियो। उहाँलाई यो गोचर आतङ्कले मर्नसम्म दुर्चान गरेको छ। त्यसै गरी कमला फलमपाखी, जो शान्तिनगर बस्नुहुन्थ्यो, उहाँलाई यो गोचर आतङ्कले हृदयघात भएर उहाँले आफूलाई मृत्युवरण गर्नुभएको छ। त्यसै गरी शान्तिनगरमा 18 महिनाको बच्चा उज्जवल तामाङ घरको सामान सार्ने क्रममा उहाँले चाहिँ मृत्युवरण गर्नुभएको छ। यसरी 4 जनाले आफ्नो जीवन विसर्जन गर्नुभएको छ र उहाँहरूलाई म यो कार्यक्रम सुरु गर्दै गर्दा म सम्झन चाहन्छु। यो देशमा विभिन्न खालका आन्दोलनहरू भए, सबैमा नेपाली जनता, नेपाली आमाका सपुतहरूले आफ्नो जीवन उत्सर्ग गरेर तपाईँ हामीलाई बोल्ने अधिकारको कुरा, संविधानमा आफ्ना हकका कुराहरू लेख्नका लागि चाहिँ उहाँहरूले आफ्नो जीवन उत्सर्ग गरेर जानुभयो। ती शहीदहरूलाई पनि म सम्झन चाहन्छु र यो शहीदहरूले दिएको यो अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा यो सबै हिजोको विद्यमान कानुनहरूलाई लत्याएर कुनै औपचारिक निर्णय बिना एउटा स्वेच्छाचारी ढङ्गले यो शक्तिको पृथकीकरणको सिद्धान्त विपरीत एउटा व्यक्ति जो प्रधानमन्त्रीको नाममा आएको छ, उसले गृहमन्त्री पनि आफै र रक्षा मन्त्री पनि आफै नेपालका सुरक्षा निकायहरूलाई आफू सुप्रिमो भनेर ठाडो आदेश दिँदै त्यो गरिबका झुप्राहरू भत्काएर पुरुषार्थ देखाउन खोज्नुभएको छ। उहाँलाई म यहाँबाट खबरदारी गर्न चाहन्छु। होस् गर्नुहोस्। तपाईँको श्रीमती गाडीमा जाँदै गर्दा एउटा ट्राफिकलाई 2 मिनट रोक्दाखेरि तपाईँ नेपाल सरकारको ऐतिहासिक एउटा धरोहर संसद भवनको जलाइदिन्छु भनेर आफ्नो आवेग पोख्नुहुन्छ।
आक्रोश व्यक्त गर्नुहुन्छ भने आफ्नो घर भत्केकाहरूको आक्रोश कति हुन सक्छ तपाईले हेर्न राख्नु भएको छ म तपाईलाई सम्झाउन चाहन्छु त्यहाँबाट र उहाँ काठमाडौँ महानगरपालिकामा मेरो हुँदै गर्दा यो देशको प्रधानमन्त्री पूर्व प्रधानमन्त्रीहरूले भनेको कुरालाई उहाँ ठाडै अस्वीकार गर्नुहुन्थ्यो उहाँले हरेक कुराहरू एउटा आम नागरिकले उहाँ जिम्मेवार पोस्टमा बसेर पनि आम नागरिकको सह हरेक कुरामा कमेन्ट गर्नुहुन्थ्यो स्ट्याटस लेख्नुहुन्थ्यो तर आज उहाँ प्रधानमन्त्री हुनुभएको छ र ठाडै प्रदर्शन गर्नुभएको छ यो स्थानीय तहहरूले आफ्नो हक अधिकार गुमाएर एउटा लाचारीपन प्रस्तुत गरिरहेको छ स्वायत्त स्थानीय स्वायत्त ऐन 74 अनुसार स्थानीय सरकारका आफ्ना हक अधिकारहरू पनि आज गुमेको अवस्था छ यो कुरा कुनै चान्चुने कुरा होइन कानुनी राज्यको उपहास भएको छ त्यो कारणले गर्दा हामीले मैले अघि पनि भने भोलि 15 दिन हुँदैछ बस्ती उपवास गरेको जुनसुकै अवस्थामा पनि व्यवस्थापन पहिलो हुन्छ होला कसैलाई पनि बिरामी हामी भन्छौँ बिरामी लाग्नुभन्दा पहिला नै उपचार गरेको राम्रो भनेर तपाईँ हामी उखान भन्छौँ तर यहाँ त बिरामी भइसकेपछि पनि पहिला अपरेसन गर्ने त्यसपछि पहिला चिर्ने त्यसपछि सिउला भनेर चाहिँ एउटा आश्वासन दिए जस्तो खोस्रो आश्वासन दिइरहनु भएको छ त्यो खोस्रो आश्वासन कति दिन जान सक्छ 15 दिन भनेको त यहाँहरू सबैले पनि भोलि खबरदारी पक्कै गर्नुहुनेछ र धेरै कुराहरू छन् यो अभिव्यक्त गरेर सकिनेवाला छँदै छैन हामीले यो सबै कुराहरूलाई थोरै लिपिबद्ध गरेर हामीले एउटा प्रेस विज्ञप्तिको रूपमा ल्याएका छौँ यहाँ धेरै कुराहरू लेख्न खोज्दै पनि त्यो विषयहरू समेट्न खोज्दै पनि त्यसलाई कम गर्दा 4 पाना भएछ र त्यसलाई पनि घटाएर 4 पानाको विज्ञप्ति फेरि ठुलै हुनसक्छ सबैले सहज रूपमा पढ्न पनि नसक्छ नबुझ्न सक्छ भनेर हामीले घटाउँदा पनि 2 पानामा सीमित भएको छ म यहाँहरूलाई यो मिडियाकर्मीहरूलाई म यो अहिले दिने नै छु पढेर सुनाउने पनि छु र यसै बिचमा तपाईँ हामी बिचमा हाम्रो थोरै कुराहरू राख्नका लागि संयुक्त राष्ट्रिय सुकमासी मोर्चाका उपाध्यक्ष धनेश्वर लिम्बुजीलाई म यहाँ बोलाउँदछु र आफ्नो महत्त्वपूर्ण भनाइ राखिदिनका लागि हार्दिक अनुरोध गर्दछु यो खबरदारी सभामा उपस्थित हुनुहुने सम्पूर्ण भूमिहीन अव्यवस्थित सुकुम्बासी मित्रहरूमा मेरो व्यक्तिगत तर्फबाट सम्पूर्णलाई म लाल अभिवादन गर्न चाहन्छु सरकार हामीले बाँच्नु देऊ बाँच्नु दिनुपर्छ यत्रो समाज हामीले मिलेर बसेका ठाउँहरू यो विकासको नाममा गर्नु पाइँदैन त्यसले गर्दा यो समाज कहाँ पुर्याउनु भयो तपाईँले यो बालेन सरकारले यो समाज मिलेर बसेको बस्तीहरू कहाँ पुर्यायो अहिले त्यो सोच्नुपर्छ अन्तर्राष्ट्रिय मानव अधिकार खोइ अहिले देखिँदैन यहाँ यो नेपालका भूमिहीन सुकुम्बासीहरू अव्यवस्थित जनताहरू बिचोको अवस्थामा छ त्यसले गर्दाखेरि समाजसेवी यहाँका समाजसेवीहरूले के हेरि बसेका छन् यस्तो सुकुम्बासी माथि चाहिँ जोजरा मचाउँदाखेरि कसैले मन दुखाइ छैन तर सुकुम्बासीहरू भोकै नङ्गे भएको छन् अहिले यो अवस्था छ बालेन सरकारले यदि उसको पावर शक्ति छ भने यो अन्तर्राष्ट्रिय मुद्दामा जाओस् 1950 को समाज सन्धिहरू खारेज गरोस् किन गर्न सक्दैन इन्डियाले एक तिहाई भूभाग हाम्रो मिचेको छ त्यहाँ कायम गर्नु पर्दैन सिमाना कायम गर्नु पर्दैन
त्यसले गर्दाखेरि आम सिन्कुमवासीहरूमाथि धावा खोल्ने जबरजस्त आएको छ। तपाईँहरूको हाम्रो रगत पसिना भुटेर जीवनभर आर्जिएको सम्पत्ति त्यही लगाएको छौँ, ती कमाएको ती लगाएको थियौँ, सानो झुपडी बनाएको थियौँ। तर त्यो झुपडी तहस नहस बनायो यो बालेन सरकारले। हेक्कारोस् बालेन सरकारले हामीलाई स्थापित गरोस्, यही ठाउँमा यो बसेको ठाउँमा स्थापित गर्नुपर्छ हामीले। अब म सुकुम्बासी मित्रहरूलाई बस्तीका साथीहरूलाई के अनुरोध गर्न चाहन्छु भने त्यही ठाउँमा स्थापित भएर त्यही पाल टाँगेर बस्नु बाध्य छौँ, हामी बस्नुपर्छ। अब फेरि सुकुम्बासी मोर्चाले यही अनुरोध गर्दछ। अनि यो सरकारले यो अब यो कुनै सूचना नदिइकन त्यो एउटा चाहिँ भत्काको विषयमा विश्वमा चाहिँ अहिले आन्दोलन मचिरहेछ। त्यो देशैभरि 77 जिल्लामा आन्दोलन मचिरहेको छ। त्यसमा ध्यान आकर्षण त्यो बालेन सरकारलाई। त्यसो भएको हुनाले हाम्रो सुकुम्बासीहरूमाथि डुजर आतङ्क अब बन्द गरियोस्। र हामी भोकेनङ्गा छौँ, त्यसको क्रममा हामीले सरकारसँग थाल पुर्याएर भोकेनङ्गा चाहिँ भाग माग्न आएका हौँ सरकार हामीले। 70 लाख सुकुम्बासीहरू छौँ यो देशमा। अब हामी सुकुम्बासीहरू 70 लाख छौँ। त्यसले गर्दाखेरि हेक्कारोस् बालेन सरकारलाई। अझै यो अवस्थामा त्यो डोजर आतङ्क मचिन्छ भने हेक्कारोस् बालेन सरकारले। योभन्दा बढी होइन, तपाईँको 24 घण्टामा सरकार ढाल्नुभयो भने अब हामी 12 घण्टामा तिम्रो